ओके सो के छ केटावन स्वागत छ तिमीहरूलाई मेरो एउटा ब्रान्ड न्यू भिडियोमा। एन्ड आजको यो भिडियोमा मैले एक्चुअली पहिला त होइन सितारे जमिन पर भन्ने मुभीको रिभ्यू गर्नेवाला थिएँ होइन, बट मैले आफ्नो युट्युबमा होइन यसो हेरिरहेको थिएँ। एन्ड देन आई स द टिजर अफ सन अफ सरदार 2 एन्ड देन मैले सोचेँ कि यार यत्रो 2-3 घन्टाको मुभी हेर्न भन्दा त टिजर हेऱ्यो होइन, इजी कन्टेन्ट इजी। यो एउटा टिजर भिडियो होइन, त्यही भएर यसबाट हामीले त्यति साह्रो स्टोरीको बारेमा त थाहा पाइन्न, बट यसमा हामीले यो थाहा पाइन्छ कि पुराना क्यारेक्टर्सहरू धेरै जस्तो सबै छन् कि यो मुभीमा। द लेजेन्डरी क्यारेक्टर अफ अजय देवगन जो जस्सीको क्यारेक्टर, इट इज सो गुड। एन्ड त्यसपछि अर्को दुईवटा फ्यान फेभरेट क्यारेक्टर थियो नि सन अफ सरदार 1 मा, टिटु एन्ड टोनी, यो दुईवटा क्यारेक्टर पनि छन् यो फिल्ममा। एन्ड आइ एम एक्साइटेड फर दिस टु स्पेसली। एन्ड यो फिल्ममा चाहिँ चेन्जेस भएको चाहिँ सोनाक्षी सिन्हाको क्यारेक्टर चाहिँ अहिले सायद मृणाल ठाकुर सो सी इज गन रिप्लेस सोनाक्षी सिन्हा। एन्ड त्यसपछि यो मुभीमा चाहिँ हामीले रवि किशन नाम के भइन्छ बे, ओके दिस म्यान, आई थिङ्क दिस म्यान इज द न्यू भिलेन। एन्ड यो मुभीमा हामीले सञ्जय दत्तको क्यारेक्टरलाई देख्न सक्दैनौँ, बट मैले यस्तो यताउता हेरिरहेको थिएँ होइन, त्यति बेला दे आर सेइङ द्याट हि इज स्टिल इन द मुभी। आई डोन्ट नो, टिजरमा कतै पनि थिएन सञ्जय दत्तको क्यारेक्टर, बट दे आर सेइङ हि इज इन द मुभी, सो आई डोन्ट नो एनिथिङ अबाउट इट। सन अफ सरदार पार्ट 1 मा चाहिँ हाम्रो जस्सीको क्यारेक्टर पन्जाब जान्थ्यो। एन्ड पन्जाब गएपछि सञ्जय दत्तको क्यारेक्टरले चाहिँ हाम्रो जस्सीको क्यारेक्टरलाई चाहिँ मार्न खोज्थ्यो होइन। एन्ड त्यति बेलाबाट फ्रम द्याट्स एभ्रिथिङ होइन, त्यहाँ एउटा सिचुएसनल कमेडी बन्थ्यो कि। बट सन अफ सरदार पार्ट 2 मा चाहिँ हाम्रो जस्सीको क्यारेक्टर अब पन्जाब होइन, हि विल गो टु स्कटल्यान्ड। एन्ड जुन त पुरै फन्डी सिचुएसन हुन्छ होइन, सायद त्यही स्कटल्यान्डमा यताउता हुने होला। एन्ड आई एम अनेस्टली रियली एक्साइटेड फर दिस। जुन स्केल छ नि मुभीको, त्यो चाहिँ पहिलाको मुभीभन्दा अलिकति लेभल अप पनि देखिएको छ होइन। एन्ड त्यो आइकोनिक अजय देवगनको ट्याङ्क माथि त्यो हुन्छ नि, लाइक दिस हिज सिटिङ लाइक दिस। आई थिङ्क इट्स गोन बी अ गुड मुभी होइन। हामीले जुन हाउसफुल 5 अनि यताउता रबिस मुभीहरू हेरेको नि, सो त्यो मुभीभन्दा त धेरै बेटर हुन्छ यो मुभी जस्तो लाग्छ मलाई। एन्ड एक्साइटेड चाहिँ म चाहिँ सञ्जय मिश्राको क्यारेक्टरको लागि पनि छु एक्चुली। हि इज अल्सो इन दिस मुभी एन्ड आई होप हि विल गिभ सम गुड कमिक देन जनी लिभर इन हाउसफुल 5। के क्यारेक्टर थियो क्या जनी लिभरको हाउसफुल 5 मा चाहिँ। यो मुभीमा पनि एक्टरहरू एकदम धेरै राखेको छन् होइन। एन्ड एक्टर धेरै राख्यो भने के हालत हुन्छ हामीले हाउसफुल 5 मा देखिसक्यौँ। एन्ड मलाई यो मुभीको होइन हालत होइन हाउसफुल 5 जस्तो मतलब क्रिन्ज नभइदियो हुन्थ्यो जस्तो लाग्यो, बिकज मैले होइन युट्युब यत्तिकै होइन स्क्रोल गरिरहेको थिएँ। एन्ड देन वेन आई स दिस टिजर आई वाज लाइक ओ ड्याम, पार्ट 1 त यो मुभीको राम्रो थियो यार, पार्ट 2 आयो भने आई एम एक्साइटेड गाइज अनेस्टली। सो यो मुभी होइन एकदम राम्रो होस् भन्ने मेरो एक्सपेक्टेसन, मेरो चाहना छ होइन। एन्ड इफ दिस मुभी विल बी गुड देन इट विल बी फन वाचिङ दिस मुभी, इजी। बाँकी साला चाहिँ अब 50 सेकेन्डको टिजरबाट अझै कति लामो भिडियो बनाऊँ म भनेको कि। एन्ड यो मुभीमा रवि किशन पनि छन् होइन। एन्ड रवि किशनको यो मुभीमा रोल चाहिँ सञ्जय दत्तको पार्ट 1 मा थियो नि, त्यो भिलेनस टाइपको जुन मेन, यो मुभीमा रवि किशन पनि छन् होइन। एन्ड आई थिङ्क रवि किशनको रोल चाहिँ यो मुभीमा सञ्जय दत्तको पार्ट 1 मा थियो नि, त्यस्तै सेम टाइपको होला। एन्ड आइ एम एक्साइटेड फर दिस अल्सो। एन्ड बाइ द यो मुभीमा सञ्जय दत्त र रवि किशन दुइटै छन् भन्ने रुमर्स छ होइन, मैले कता पढेको थिएँ। सो के थाहा, मेबी रवि किशन एन्ड सञ्जय दत्त भर्सेस जस्सी हो सक्ता है। इट्स गन बी फन। सो या बेसिकली यो मुभीको लागि म एक्साइटेड त छु होइन। अचानक मैले यो मुभीको बारेमा देखेँ होइन। एन्ड या आई एम रियली एक्साइटेड अबाउट दिस मुभी। एन्ड आई थिङ्क बन्यो होला मेरो 4 मिनटको भिडियो। एन्ड बाइ द वे आज स्क्विड गेम सिजन 3 को एपिसोडहरू पनि रिलिज हुन्छ। एन्ड म त्यसको सबै कभर गर्छु होइन यही च्यानलमा आफ्टर 2-3 डेज, अर मेबी नेक्स्ट भिडियो त्यसैको बारेमा हुन्छ। सो या आजको भिडियोको लागि यति नै। आई विल सी यु इन द नेक्स्ट भिडियो। तिमीहरूले भिडियो मन पऱ्यो भने प्लिज सब्सक्राइब र लाइक सेयर केही त गर यार प्लिज। एन्ड आई विल सी यु इन द नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच, बाई बाई। यो मुभीमा पनि गाइजहरू यो मुभीमा